सिंहदरबार छिर्न सिंहकै गुफामा बालेनले काठमाडौँ छाडेर केपी ओलीको गढ झापा 5 नै किन रोजे? राजनीति सधैँ सोझो रेखामा हिँड्दैन। कहिलेकाहीँ यसले यस्तो मोड लिन्छ जसले इतिहासका पानाहरू नै पल्टाइदिन्छ। आज हामी त्यस्तै एउटा टर्निङ पोइन्टको सङ्घारमा उभिएका छौँ। एकातिर काठमाडौँ महानगरको धुलो मैलो पन्छाएर नयाँ थिति बसाल्ने युवा क्रान्तिकारी बालेन शाह छन्, जसको हातमा वर्तमानको ब्याटन छ। अर्कोतिर झापाको माटोमा आफ्नो राजनीतिक साम्राज्य खडा गरेका भेटरान खेलाडी केपी शर्मा ओली छन्, जोसँग दशकौंको विरासत छ। काठमाडौँका मतदाताले बालेनका लागि फूलको सैया तयार पारेका थिए। महोत्तरीले आफ्नै छोरा भनेर मायाको काख फैलाएको थियो। तर अचम्म बालेनले यी दुवै सुरक्षित बन्दरगाह छाडेर सिधै आँधीको भुमरीमा हाम फाल्ने निर्णय गरेका छन्। बालेन काठमाडौँको आरामदायी जित छाडेर केपी ओलीको फलामे किल्ला मानिने झापा क्षेत्र नम्बर 5 मा ठोक्किन जाँदैछन्। आखिर किन? के यो बालेनको विनाशकाले विपरीत बुद्धि हो कि राजनीतिको चेसबोर्डमा चालिएको आजसम्मकै सबैभन्दा चलाक ग्रान्ड मास्टर मुभ? आजको भिडियोमा हामी बालेनको यो निर्णयभित्र लुकेको गहिरो पोलिटिकल इन्जिनियरिङ र आधारहरूको चिरफार गर्नेछौँ, जसले नेपाली राजनीतिमा भूकम्प ल्याइदिएको छ। काठमाडौँ 2 बालेनका लागि एउटा रेडिमेड जितको मैदान थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले त बालेनका लागि त्यहाँ रातो कार्पेट नै बिछ्याएको थियो। उता मधेसको महोत्तरीमा रगतको नाता र माटोको सम्बन्धले बोलाइरहेको थियो। राजनीतिमा सामान्यतया नेताहरू पानीको बहाव कता छ त्यतै पौडिन्छन्। शुभचिन्तकहरूले बालेनलाई बारम्बार भने, बालेनजी, राजनीतिमा सेफ ल्यान्डिङको पनि महत्त्व हुन्छ, किन भिरबाट हाम फाल्न खोज्दै हुनुहुन्छ? तर बालेनको मनोविज्ञान अर्कै धातुले बनेको देखिन्छ। बालेनले आफ्ना सल्लाहकारहरूलाई दिएको जवाब कुनै चलचित्रको डायलग भन्दा कम छैन। उनी भन्छन्, ससाना चुचुरा त जसले पनि चढ्छ, तर सगरमाथा चढ्ने आँट थोरैले मात्र गर्छन्। यदि म देशको प्रधानमन्त्री बन्ने सपना देख्छु भने अर्को प्रधानमन्त्रीको दावेदारलाई नहराई त्यो कुर्सीमा बस्नुको के अर्थ? केपी ओलीसँग नभिडी जितेको चुनावमा त्यो स्वाद कहाँ? यही स्वाद र साहसको खोजीमा बालेनले झापाको त्यो रापिलो मैदान रोजेका छन्, जहाँ एमालेको सङ्गठन जरा गाडेर बसेको छ। तर के यो आवेग मात्र हो? होइन, यसका पछाडि विभिन्न बलिया खम्बाहरू छन्। ती खम्बा र ती आधारहरूको बारेमा चर्चा गरौँ। बालेनको यो निर्णय भावनाको भेलमा बगेर गरिएको होइन। यो त कोल्ड ब्लडेड क्याल्कुलेसन हो। बालेन निकट स्रोतका अनुसार उनले आफ्नो उम्मेदवारी घोषणा गर्नुअघि सबमरिन शैलीमा एउटा गोप्य प्राविधिक टोली झापा पठाएका थिए। उक्त टोलीले झापा 5 को नसा छाम्यो। चिया पसलको गफदेखि सुकुम्बासी बस्तीको आँसुसम्म नाप्यो। उनीहरूको निष्कर्ष थियो, झापाको जमिनमाथिको हरियाली एमालेको देखिए पनि जमिनमुनि असन्तुष्टिको लाभा उम्लिरहेको छ। वर्षौंदेखि एउटै अनुहार केपी ओली हेर्दा हेर्दै जनतामा मोनोटोनी छाएको छ। अझ नयाँ पुस्ता, जसलाई जेनजी भनिन्छ, उनीहरूको नजरमा ओलीको छवि धमिलो भइसकेको छ। तथ्याङ्क आफै बोल्छ। 2079 सालमा बालेन झापामा नहुँदा पनि राष्ट्रपाले 18,205 समानुपातिक मत ल्याएको थियो। एमालेको मत 35,000 थियो। अब सोच्नुहोस्, जब बालेन स्वयं मैदानमा उत्रिन्छन् र थपिएका 9,000 नयाँ युवा मतदाताको जोस मिसिन्छ, तब त्यो 18,000 को आँकडा कति माथि पुग्ला? बालेनको टिमले त्यहाँ जितको गणित यहीँनिर स्पष्ट देखेको छ। दोस्रो आधार हो राजनीतिक वैधता। नेपाली राजनीतिमा एउटा पुरानो रोग छ। शीर्ष नेताहरू हार्ने डरले सधैँ सुरक्षित क्षेत्र खोज्छन्। तर बालेन यो कायरताको श्रृङ्खला तोड्न चाहन्छन्। यदि तपाईँ जङ्गलको राजा बन्न चाहनुहुन्छ भने तपाईँले सिंहसँग लड्नै पर्छ। स्यालहरूसँग लडेर कोही जङ्गलको राजा हुँदैन। बालेनले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रोजेक्सन गरिरहँदा उनले वर्तमानका सबैभन्दा शक्तिशाली मानिने केपी ओलीलाई उनकै गढमा चुनौती दिनु भनेको म अब बच्चा होइन, म तिमीहरूकै कदको नेता हुँ भनेर घोषणा गर्नु हो। यो लडाइँले बालेनलाई काठमाडौँको मेयरबाट सिधै राष्ट्रिय नेतामा अपग्रेड गरिदिनेछ। इतिहास साक्षी छ, जसले ठुला स्तम्भ ढाल्छ उसकै नाम स्वर्ण अक्षरमा लेखिन्छ। बालेनको टिमले बुझेको छ, काठमाडौँ वा महोत्तरीमा जित्नु भनेको सूर्य पूर्वबाट उदाउनु जस्तै सामान्य कुरा हो। तर झापा 5 मा ओलीलाई हराउनु वा कडा टक्कर दिनु भनेको सन् 1990 मा बर्लिनको पर्खाल ढले जस्तै नेपाली राजनीतिमा एउटा युगान्तकारी घटना हुनेछ। बालेन जायन्ट किलर बन्न चाहन्छन्, एउटा यस्तो नायक जसले असम्भव मानिएको चट्टान फुटाएर नयाँ मूल फुटाउँछ। ओलीलाई उनकै आँगनमा पराजित गर्नु भनेको देशभरिका पुराना दलहरूको मनोबल ध्वस्त पार्नु हो। यो लडाइँमा बालेन एक्ला सिपाही भने होइनन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको मेसिनरीको पूर्ण समर्थन छ। राष्ट्रपाका नेताहरूको भनाइ मान्ने हो भने हामीले हाम्रो सम्पूर्ण शक्ति झापामा खन्याउनेछौँ।
झापामा रासपाको बढ्दो सङ्गठन र बालेनको व्यक्तिगत करिश्मा मिसिदा त्यहाँ आणविक प्रतिक्रिया हुनेछ। एमालेको परम्परागत भोट ब्याङ्कमा रासपाले सेँध लगाउनेछ भने फ्लोटिङ अर्थात् तटस्थ भोट बालेनले तान्नेछन्। यो सङ्गठन र ब्रान्डको गठजोड ओलीका लागि भारी पर्न सक्छ। सबैभन्दा धारिलो अस्त्र हो न्यारेटिभ। केपी ओली सपनाका व्यापारी हुन्, पानीजहाज, घर घरमा ग्यास र रेलका कथाहरू। तर बालेन विपनाका इन्जिनियर हुन्। बालेन झापाका मतदातामाझ एउटा निर्मम प्रश्न लिएर जाँदैछन्। तपाईहरूलाई वर्षौंसम्म हँसाउने उखान टुक्काको रेल चाहियो कि तपाईँको घर अगाडिको बाटो बनाउने डोजर? झापाका सुकुम्बासी समस्या, रौतुवामाईको कटान र अधुरा विकास निर्माणलाई बालेनले आफ्नो इन्जिनियरिङ कौशलसँग जोडेर देखाउनेछन्। ओलीले बोलेर भोट माग्नेछन्, बालेनले काठमाडौँमा गरेको कामको प्रमाण देखाएर भोट माग्नेछन्। यो गफ र काम बीचको महाकाव्यिक लडाईँ पनि हुनेछ। यो उम्मेदवारीमा लुकेको अर्को गहिरो सन्देश हो, राष्ट्रिय एकता। बालेनको जरा मधेस महोत्तरीमा छ, कर्मथलो पहाड काठमाडौँमा छ र अब उनी पूर्व झापा जोड्न जाँदैछन्। नेपालको राजनीतिमा जात र क्षेत्रको जुन साँघुरो घेरा छ, बालेन त्यसलाई भत्काउन चाहन्छन्। मधेसी मूलको एउटा युवाले पहाडी बाहुल्य र एमालेको गढ मानिने झापामा गएर चुनौती दिनुले नेपाल एक हो भन्ने बलियो सन्देश दिन्छ। यसले बालेनलाई कुनै एक समुदायको नेताबाट माथि उठाएर सर्वस्वीकार्य राष्ट्रिय नेताको उचाइ दिनेछ। अन्त्यमा बालेनले यो बुझेका छन् कि जोखिम जति ठुलो हुन्छ पुरस्कार पनि उति नै भव्य हुन्छ। झापा 5 मा हार्दा पनि बालेनको हार हुने छैन, किनकि सत्ताको शिखरमा बसेका शक्तिशाली नेतासँग एक्लै लड्न जाने आँटले नै उनलाई युवाहरूको ढुकढुकी बनाइराख्नेछ। उनी एक साहसी योद्धाका रूपमा स्थापित हुनेछन्। तर एकछिन सोच्नुहोस् त, यदि संयोगवश उनले जिते भने त्यो जित सामान्य जित हुने छैन। त्यो जितले उनलाई सिधै देशको कार्यकारी प्रमुख बन्ने वैधानिकता दिनेछ। यही विजेता मानसिकता र क्याल्कुलेटेड रिस्क नै बालेनको झापा यात्राको सार हो। दर्शकबिन, झापा 5 को मैदानमा कोरिन लागेको यो नयाँ नक्सा केवल एउटा चुनावी क्षेत्रको होइन, यो नेपाली राजनीतिको भविष्यको नक्सा हो। बालेन शाहले काठमाडौँको माया र महोत्तरीको सामिप्यलाई त्यागेर झापाको कठिन यात्रा रोज्नुले एउटै कुरा प्रश्न पार्छ। परिवर्तनका लागि केवल भाषण होइन, छातीमा आगो बोकेर हिँड्ने आँट चाहिन्छ। बालेनले आफ्नो पासा फ्याँकिसकेका छन्। अब पालो झापाका मतदाताको। के झापाले केपी ओलीको अवैध किल्ला जोगाइराख्छ वा बालेनको परिवर्तनको आँधीलाई स्वागत गर्छ? यो महामुकाबलाको नतिजा जे आए पनि एउटा कुरा पक्का छ, नेपालको राजनीति अब पहिले जस्तो रहने छैन। तपाईलाई के लाग्छ, के बालेनले साँच्चै ओलीलाई हराउन सक्लान् वा यो बालेनको राजनीतिक जीवनकै सबैभन्दा ठुलो भूल साबित होला?